सबैजना चाहिँ आर्मी हुनुहुन्छ र म पनि एकदम धेरै सधैँ आर्मी छु अनि आजको भिडियोमा सबैजनालाई एकदम धेरै स्वागत छ हैन। सो आज चाहिँ तिहार लागि नै सकेको छ हाम्रो गाउँघरमा चाहिँ हैन। तिहार अलिअलि त लागिरहेको छ, पुरै चाहिँ लागेको छैन हैन। झिलिमिली लाउन सुरु गरिसकेको छ हामीले, तर हल्का फुल्की झिलिमिलीहरू बाँकी नै छ अझै पनि हैन, किनभने राम्ररी कम्प्लिट भएको छैन झिलिमिली लाएर पनि हैन। तर आज चाहिँ म यहाँनिर जस्ट हाम्रो तिहारको लागिसक्यो, तर यहाँनिर खानपिन पनि यसो व्यवस्थाहरू गरौँ त नि। टक्क हाम्रो गाउँमा चाहिँ पोखरीमा चाहिँ टक्क हाम्रो माछाहरू रहेछ हैन, अनि टक्क माछाहरू चाहिँ टक्क यहाँ रहेछन् हैन। अनि आज चाहिँ माछाहरूलाई चाहिँ कटिङ गरेर भए पनि हल्का खाने प्लान बनाइरहेको छौँ हैन। भरे खाने हो, त्यही पनि हल्का आज यसो देखाइदिउँ भनेर चाहिँ धेरै दिन पनि भएछ भिडियो सिडियो नबनाएको हैन। हल्का फुल्की आज बनाइदिउँ न त भनेर टक्क अब अहिले चाहिँ त्यही हो। अब तिहारको डेट हो हैन, हिजो धनतेरस के थियो हैन। अनि आज भनेको काग तिहार हैन। अब भोलि लक्ष्मी पूजा छ, अनि के छ होला यसो हेरौँ न यदि के कस्तो हुन्छ हाम्रो फिस कटिङ भिडियो हो। त यो बेला चाहिँ फर्स्ट एक्सपिरियन्स हो हैन हेरेर। यो चाहिँ म अरू बेला त्यस्तो हेर्दिनँ थिएँ, अनि यो चाहिँ काकाले बनाउँदै हुनुहुन्छ, म चाहिँ हल्का हेर्दैछु कसरी चाहिँ गर्ने जस्तो लाग्यो भनेर चाहिँ हल्का हेर्दैछु म हैन। त्यसपछि एकजना ट्राई हानौँ भन्ने सोचिरहेको छु। दुईवटा चाहिँ हाम्रो कम्प्लिट भइसकेको छ टक्क हैन। यता छ हाम्रो दुईवटा चाहिँ हैन, टक्क तिनवटा पनि फिसहरू भइसकेको छ कम्प्लिटेड हैन। काँडा हेर्नु न यहाँनिर यिनीहरूलाई पानीमा चाहिँ भिजाउनु पर्दो रहेछ पहिला, यसरी चाहिँ गर्नुपर्दो रहेछ भन्ने कुरा म बुझ्दैछु त अहिले चाहिँ। पहिला चाहिँ यो भयो जति सबै के हुन्छ नि सेतो त्यसलाई चाहिँ काट्नु पर्दो रहेछ क्या ठाउँमा चाहिँ, अनि आँखै नै हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझेँ होइन। यिनीहरूको आँखाहरू हेर्नु नि पुरै कस्तो छ क्या बिचराहरूको आँखा हेर। हाम्रो नि यस्तै त हुन्छ नि, त्यही पनि ठिकै छ। अब यहाँनिर हाम्रो कति पिस भइसक्यो यार, गन्दा अर्को यतापट्टि पनि छ होइन। एउटा पिस दुईवटा पिस तिनवटा हाम्रो 6वटा पिस रहेछ टक्क होइन। अब यो टोटल पिसलाई चाहिँ खै कटिङ गर्छौँ होइन कि फेरि एकचोटि के गर्नुहुन्छ कि हेरौँ न पहिला हामी चाहिँ होइन। अब यसलाई काट्ने हो कि के गर्ने, यता यहाँ चाहिँ थालमा चाहिँ हाल्दै हुनुहुन्छ होइन। फेरि पनि यसको त सेतो भागहरू चाहिँ निकाल्दै हुनुहुन्छ होइन। अहिले जस्तो पिसहरू चाहिँ यहाँ छ टक्क होइन। अब चाहिँ के गर्न आँट्नुभएको काकाले होइन। अब जे गर्नुहुन्छ म सब थोक देखाइदिनै हाल्छु होइन। टक्क सबैको घरमा चाहिँ अब त्यो फिस उता हाम्रो दोकान घरमा चाहिँ होइन हल्का फिस निकाल्नु भएको रहेछ माछाहरू चाहिँ पोखरीबाट। अनि हामीले पनि यो भनेको थियौँ, अनि यहाँनिर 6 पिस चाहिँ रहेछ हाम्रो माछा चाहिँ होइन। हेर्नु यस्तो छ सबैतिरको बाघ 6वटा रहेछ होइन। टक्क अब के गर्नुहुन्छ काकाले होइन, एकदम पछाडि जानुभएको छ टक्क के बोकेर आउँदैछ। अब काट्ने होला सायद, त्यही भएर त्यस्तै गर्न आँटेको होला। म चाहिँ सुकाउन आँटेको जस्तो लागिरहेको, तर काट्ने होला सायद, काट्ने लिएर आउनुभएको छ। म काटेको पनि देखाउँछु है त। आज यस्तै हो साथीहरू, यस्तै छ। अब के गर्नु त यार, टक्क मैले चाहिँ भिडियोहरू बनाउनु खोजेको। अब काकाले चाहिँ यहाँनिर यो काठलाई चाहिँ धुइधाइ पारेर होइन, अनि त्यसले चाहिँ कट काट्नुहुन्छ है त। अनि भरे हल्का खाएको पनि देखाइदिन्छु म चाहिँ होइन। अनि भोलि लक्ष्मी पूजा छ, लक्ष्मी पूजाको पनि भिडियो बनाउँछु होइन। टक्क लाएर अब हाम्रो माछाहरू चाहिँ यहाँ छ। मलाई खासै मिठो त लाग्दैन माछाहरू, त्यही पनि हल्का काटेको साटेको देखाइदिन्न भनेर काकाले चाहिँ टक्क त्यसलाई चाहिँ होइन पुरै पानीले भयो नि यो गर्दै हुनुहुन्छ होइन। टक्क अब रेडी गरिहाल्नुहुन्छ, अनि त्यसपछि भरेतिर हाम्रो खानपिन हुन्छ जस्तो छ होइन। अब अहिले नै हुन्छ कि सायद कट बनाएर कि के हुन्छ। अब घरमा भनेको प्लान चेन्ज भइरहेको छ होइन। टक्क लाएर अब काकाले चाहिँ के गर्नुहुन्छ, म चाहिँ हल्का यत्तिकै हेरेर बसिरहेको थिएँ अगाडिदेखि नै। अनि हल्का भिडियो नहालेको नि 11-12 दिन भइसकेको छ क्या, अनि त्यही भएर हल्का देखाइदिउँ भनेर मात्रै हो। अब यहाँ काकाले चाहिँ कट गर्नुहुन्छ हाम्रो यो 6वटा फिसलाई चाहिँ। अब यिनीहरूले आफ्नो अब ज्यान त्याग्छन् होइन। हल्का 6वटा फिसहरू चाहिँ यिनीहरूलाई चाहिँ काट्ने ठाउँमा लगाइसक्नुभयो। पिस हुँदैछ गाइज होइन। एउटाको चाहिँ भइसकेको छ टाउको कटिङ, अनि एउटालाई त्यो पिसमा राखिसक्नुभयो थालमा होइन। थाल भन्दा नि भाँडामा राखिसक्नुभयो। अब अर्को पिस हुँदैछ हाम्रो रेडी है त। यसरी यिनीहरूको ज्यान दिँदैछ नि यार, त्यही पनि भरे हामीले खाने नै हो जे गर्यो पनि होइन। यो सायद के को हो यो पनि मान्छेकै जस्तो लाग्यो मलाई। हल्का हेरौँ न म काकाले काटेको यो चाहिँ के हो भित्रको भनेको। अब यो काका बोल्न सक्नुहुन्न नि त हैन, हल्का त्यही भएर थाहा हुँदैन हामीलाई पनि।
काकाले चाहिँ टक्क सबै चिज गर्दै हुनुहुन्छ होइन। अब यसलाई काट्न सुरु गर्दै हुनुहुन्छ। अलिक पछाडि जाउँ होइन। टक्क काट्नु अब सायद 3 पिस चाहिँ हुन्छ होला यो काटिसकेपछि। म सही थिएँ 3 पिस भइ पनि सक्यो होइन। अब यो 4th पिस 5th यस्तो गाह्रो हुन्छ नि काट्नलाई चाहिँ पुरै हेर्नु त हातले अर्को हातले नि यो गर्नुपर्छ। सो पिसहरू कट हुँदै गर्छ। हजुरहरू यो पिस कट हुँदाखेरि लाइक सब्सक्राइब हाल्न चाहिँ नबिर्सिनु होला होइन। अनि यति कम समयमा धेरै सपोर्ट दिनुभएको यसको लागि पनि एकदम धेरै धन्यवाद। अब हेरौँ है त काटेको। आज यार मैले लेफ्ट ह्यान्डले बनाएर आज राइट ह्यान्ड अलिक धेरै दुखिरहेको छ क्या त्यही भएर। त्यही हो अब डे 2 आज तिहारको होइन। कसले कागलाई उयो दिनुभयो खाना दिनुभयो खाने बेलामा होइन। यस्तो गाह्रो हुन्छ नि काट्नलाई चाहिँ राम्रो साथ देखाइदिन्छु ल। यस्तो डह्रो भइसक्यो केटा हो। अब अरू पिसहरू पनि काट्नुहुन्छ काकाले होइन। एउटा माछाको चाहिँ फिनिसिङ भइसकेको छ। अब अर्को माछा ल्याउँदै हुनुहुन्छ। यसको नि फर्स्ट कटिङ भइहाल्यो ल है त। ल ककालाई तिहार लागिसक्यो होइन। यो चाहिँ हल्का हामीले गाउँमा आज बनाउनु भएको थियो र मात्रै लिएर आएको नभए चाहिँ हामी खाँदैन थियो होइन। किनेर यसरी चाहिँ किनेर चाहिँ अहिलेसम्म माछा खाएको छैन हामीले। किनेर खाएको भन्दा नि कहिले कहिले पाहाडबाट बाबाले ल्याउनुहुन्थ्यो होइन पहिले। तर अहिले हल्का खासै कसैले खाँदैन। के हो क्या भित्रको पार्ट्सहरू हेर्नु त यस्तो यस्तो पार्ट्सहरू हुँदो रहेछ भित्रमा। के हो यो मलाई नै थाहा छैन यार। काकाले चाहिँ एउटा कटर जस्तै क्या एकैचोटिमा सबलाई हानिदिनु भयो। ठिकै छ ल। टक्क हाम्रो सबै चिजहरू हुँदै गर्छ। हजुरहरू लाइक गर्दै गर्नु सब्सक्राइब गर्दै गर्नु है त। 2टा माछा पनि कन्फर्म भयो। अब रह्यो अब टक्क 3टा माछा यसको नि भइहाल्छ। अनि त्यसपछि 3टा माछा हुन्छ। अहिले 4टा छ। अब यसको नि भइहाल्यो फिनिसिङ। अब बिचरा 3टा माछाहरूको चाहिँ के हुने भयो। कमिला हिँड्दैछ यार हेर्नु नि कमिला चाहिँ हिँड्छ अरे कमिला त। सब हेरौँ 4th पिस राम्रो एकैचोटिमा आउँ त। म चाहिँ मस्त क्यामेरा बोक्दै बसिरहेको छु केही काम छैन। के हुन्छ क्या यो माछाहरूको भित्रभित्र सब होइन। के हो यो हेर्नु नि भित्र पानी प्याक भयो जस्तो भइरहेको छ त्यो सेतोमा त। अब फिस कटिङ एकैचोटिमा हेर्नु न कस्तो काट्दै हुनुहुन्छ काकाले। हेर्नु नि त्यो एकैचोटिमा च्याप्प भइदियो। हाम्रो 4टा माछा चाहिँ अब रहेको छ हाम्रो 3टा माछा होइन। अब यो पनि सकियो। अब हाम्रो 4टा माछा हुन्छ कटिङ। त्यसपछि रहन्छ 2टा माछा है त। अब यो 2टा माछाको नि काम छैन। यस्तो पनि गइस यो त गइहाल्यो होइन। बिचरा कुन चाहिँ जान्छ सुरुमा यता हेरौँ पहिला। हेर्नु नि एउटाको कस्तो पार्ट छ एउटाको कस्तो पार्ट छ। यहाँ हेर्नु त भित्रभित्र के हो सब भित्रको यो पार्ट्सहरू हो कि भर्खर के हुन्छ क्या यो चाहिँ यसमा चाहिँ अर्कै भयो पार्ट्सहरू पनि होइन। अरूमा अर्कै थियो फेरि अर्कोमा अर्कै छ के हो यो। माछा कटिङ भिडियो नि त खाइँदैन हल्का हेर्नु त परो जस्तो भयो पनि होइन। र अब काकाले अब भनेको चाहिँ अब छिटो काम सकिहाल्नुहुन्छ क्या धेरै ढिलो भइसक्यो हेर्नु त। सब भित्रको पार्सेल चाहिँ निकाल्दै हुनुहुन्छ एक ठाउँमा चाहिँ काकाले चाहिँ होइन टक्क लाएर। अब यसको पनि बलिदान हुन्छ। अनि हाम्रो 4टा माछाको बलिदान भइहाल्यो भन्दा भयो होइन। एकैचोटिमा काकाले चाहिँ काट्दै हुनुहुन्छ होइन। यसको यो पानी चाहिँ यस्तो आइरहेछ नि यहाँनिर मुखमा होइन। टक्क अब सब चिज हुन आँटिसक्यो है त। यसको पनि काम गइसक्यो ल गाइज। टक्क 4टा माछाको बलिदान अब रहेको छ 5th। अब रहेको छ एउटा पन्जा माछा। ल यो पनि छिटो सकिन्छ भन्ने मलाई थाहा छ नि त होइन। अब हल्का हेरौँ कसरी काट्नुहुन्छ भन्ने कुरा। यसको नि सकेपछि लास्ट माछा रहन्छ एउटा होइन बिचरा। त्यो एउटा रहन्छ एउटा त्यहाँ छ सकिन्छ अनि
खासै यसको त मिठो हुँदैन कि तर यसको रसहरू चाहिँ अलिक मिठै हुन्छ अलि उयो हुन्छ क्या स्पाइसी टाइपको हुन्छ पिरो पिरो त्यो चाहिँ मलाई मिठो लाग्छ यो माछाहरू चाहिँ खासै मलाई मिठो लाग्दैन मम्मीले त केलाइदिनु हुन्छ खान्छु नभए चाहिँ म यसलाई त कहिल्यै खान्न माछा पहिलेदेखि धेरै अड्किन्थ्यो क्या खाँदाखेरि काँडाहरू अब त सानो सानो झिङे झिङे भए पो गम खाना हुन्छ यो भनेको ठुल्ठुलो माछाहरू होइन अब यसको पनि कटिङ हुँदैछ फिस कटिङ है त यो भनेको हाम्रो फिफ्थ पनि कटी भइसक्यो होइन अब यसलाई भाँडामा हाल्नु मात्रै बाँकी छ अब यसको पालो अन्तिम अनि ज्वाइँ पाक्छ अनि खाने हो है त यसलाई पनि देखाइदिउँ न अब त्यसलाई खुल्लाएर देखाइदिउँ केटा हो यसलाई त खुल्लाएर देखाइदिइहाल्छु नि हेर त ल के हो यो भित्रको हेर्नु त माछाहरू टक्क हाम्रो यहाँ पनि छ पाक्दैछ के हो यो यसलाई चाहिँ फालिन्छ कि राखिन्छ मलाई थाहा छैन ठिकै हो अब यो छिटो पनि पाकिहाल्छ है त विदिन अ सेकेन्ड गाइज अहिले चाहिँ धेरै नै उयो भइसकेको रहेछ लङ भिडियो टाइपको होइन कसरी लङ भिडियो भयो भनेर भन्दै हुनुहुन्छ भने चाहिँ अब हल्का यो के देखाउनु जति सबै थोक देखाइहाल्यो त्यहाँबाट होइन अब भनेको चाहिँ म तपाईँहरूलाई यतापट्टिको पनि देखाउनेवाला छु होइन त्यही हो अब चाहिँ हल्का फुल्ली भिडियोहरू बनाउनै पर्ने हुन्छ होइन त्यही हो अनि कागलाई पनि हामीले त्यहाँ माथि चाहिँ राखिदिएका थियौँ खायो कि खाएन कागले होइन खाएन हौ गाइस खाएन जस्तो लागिरहेको छ मलाई त यार खायो भने खायो नभए खाएन के गर्नु त अब त्यही हो ल अब भनेको चाहिँ भरेतिर यसो पाकेको बेलामा हजुरलाई भेटिदिन्छु अहिले चाहिँ हेर्दै गर्नु बाई गाइस अहिले चाहिँ टक्क हाम्रो नाइट भइसकेको छ होइन टक्क लाएर अनि अहिले हाम्रो चाहिँ के हुँदैछ भने झिलिमिली फाइनली कम्प्लिट हुन सक्नुहुन्छ होइन टक्क हाम्रो झिलिमिलीले सब रेडी है त पुरै नै त रेडी भइसकेको छ होइन सो अब हजुरहरूलाई देखाउँछु है त हेर्नु होला त्यस्तो दामी भएको छ झिलिमिली पनि हल्का 3-4वटा चाहिँ बलेको छैन अब बल्छ 1 मिनटमा होइन यस्तोको छ हाम्रो चाहिँ यो रियालिटी हो होइन टक्क अब यो चाहिँ यतातिर बल्न बाँकी नै छ होइन यो चाहिँ रियालिटी हो अझै 1 जोडा बत्तीहरू बल्न बाँकी नै छ होइन अझै पनि योभन्दा खतरा भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ होइन भोलि आउँछ लक्ष्मी पूजाको होइन यो चाहिँ हल्का उयो मात्रै थियो ट्रेलर टाइपको भनौँ न होइन टक्क यस्तो दामी छ 1 जोडा बल्नै बाँकी छ एउटा यो बाँकी छ होइन त्यसपछि भनेको यतातिरको सब बाँकी छ क्या हेर्नु त नबलेको चाहिँ यो भोलि चाहिँ हुन्छ नयाँ भिडियोहरू होइन अब आजको भिडियो एकदम सही लाग्यो होला तिमीहरूलाई पनि होइन आजको भिडियो यही हेर्नुहुन्छ भोलि लक्ष्मी पूजाको भिडियो आउँछ त्यही हेर्नु रमाउनु है त आजको लागि बाई